हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। सो म पनि एकदम सन्चै छु। मैले चाहिँ आज बिहान भ्लग स्टार्ट गरिसकेँ। आज चाहिँ सानो दिदी र म यहाँ कोलपुर कतै घुम्न जाँदैछौँ। के अरे सानो दिदी धेरै पछि कोलपुर आउनु भएको छ नि त, त्यही भएर जाम कतै टिकटक सिकटक बनाउँला, भिडियो सिडियो बनाउँला, घुमेर आउँला भन्नुभयो। दिदीलाई पनि जाम भनेको, ठुलो दिदी चाहिँ यहाँ काम परेर जान पाउनु भएन। सो सानो दिदी र म घुम्न जाँदैछौँ। सो घुम्न कहाँ जाने भनेर अहिलेसम्म चाहिँ थाहा छैन। त्यहाँ कोलपुर पार्क छ अरे एक ठाउँ, त्यहाँ जाने सोचेका छौँ। हेरौँ कहाँ कहाँ गइन्छ। सो हेर्दै गर्नु होला। दिदी चाहिँ काम परेर गइसक्नु भयो, नत्र दिदी पनि जानुहुन्थ्यो हामीसँगै। दिदीसँग चाहिँ भोलितिर जान्छौँ अब घुम्न। दिदी चाहिँ रेडी भइसक्नु भयो। भान्जा चाहिँ अहिलेसम्म निन्द्रामै छन्। भान्जालाई उठाउँ किन दिदी? हेलो हेलो ह्यान्डसम। भान्जा चाहिँ सधैँ डिप निन्द्रामा हुन्छन्। उनलाई जति हल्लाउँदा नि उठ्ने होइन। बच्चा बच्ची सबैको निन्द्रा यस्तै हुन्छ होला। भान्जा पनि उठिसक्यो होइन। सो दिदीले चाहिँ भान्जालाई रेडी गरिदिँदै हुनुहुन्छ। सो एकछिनपछि चाहिँ हामी यहाँबाट निस्किन्छौँ। भान्जा हाई गरिदेऊ। अहिले चाहिँ हामीहरू जानलाई रेडी भइसक्यो। दिदी चाहिँ एकदम स्याड हुनुहुन्छ आज एकदम। हामी पर्सि पनि जान सक्थ्यौँ, तर हाम्रो यो सानो दिदी चाहिँ भोलि फर्किहाल्नुहुन्छ। त्यही भएर आज सानो दिदीलाई घुमाएर ल्याइदिन्छु म। त दिदी हामी चाहिँ नेक्स्ट डे जाऊँ है। एक चुप्पा देऊ नगर ल। फुपूलाई बाई गरिदेऊ, बाई गरिदेऊ। बाई गरिदेऊ त। किन आउनु? सबसे धेरै एक्साइटेड पछि भन्दा भन्दा चाहिँ एकछिन हिँडेर हामी चाहिँ यहाँनिर मनोकामना चोकनिर आयौँ। सो अटो हामीलाई यहाँनिर पाइसक्यौँ। यो चाहिँ मनोकामना मन्दिर हो कोलपुरको। किनौँला त किन आत्तिनु भएको छ र? सो दिदीले भन्दै हुनुहुन्छ बाइक भइदिए पो सजिलो हुन्थ्यो भनेर। सो नआत्तिनु भनेछु मैले। टाइम आउँछ बाइक पनि किन्ने। भान्जालाई चाहिँ घुम्नुसँग केही मतलब छैन। भान्जा यहाँ आउनुको मेन कारण छ मोमो खानु। भान्जाले अघिदेखि एक दुईचोटि मामा मोमो मोमो पनि भनिसक्यो होइन। तर सबसे पहिला चाहिँ हामीहरू घुम्न जान्छौँ, त्यसपछि चाहिँ भान्जालाई मोमो खुवाउन लाने हो। सो हामी चाहिँ यहाँ पार्कमा आइपुग्यो। पार्कको भित्रको लोकेसन चाहिँ यस्तो रहेछ। त्यो राम्रो छ किनकि यस्तो गर्मीको बेला यहाँ भित्र चाहिँ एकदम शीतल हुँदो रहेछ। रुखहरू धेरै छ नि त यहाँ, त्यही भएर। सो अब चाहिँ म चाहिँ दिदीहरूको यस्तो भिडियो सिडियो फोटोसोटो खिचिदिन्छु। दिदी र भान्जाको कता पार्कमा आएको केही छैन कि जस्तो लाग्थ्यो। सो मैले चाहिँ त्यहाँ हल्का भान्जालाई खेल्ने ठाउँ देखेँ। सो म लगेर जान्छु भान्जालाई। औ जाम, त्यहाँ खेल्ने ठाउँ रहेछ। त्यहाँ खेल्ने ठाउँ छ, जाम है। अनि यहाँ चाहिँ एकदम राम्रो एक्सर्साइज गर्ने ठाउँ बनेको रहेछ। सब भान्जा चाहिँ यहीँ खेल्दैछन्। एकछिन कुन चाहिँ खेलौँ, कुन चाहिँमा खेलौँ, दोधारमा छन् भान्जा चाहिँ। आज घुम्न आउने भन्दा नि भान्जालाई फाइदा भइरहेछ। यहाँ पार्कमा चाहिँ हामीले घुमेर भयौँ। यहाँ चाहिँ खासै त्यस्तो घुम्ने जस्तो ठाउँ त रहेनछ, तर भान्जाको लागि चाहिँ स्पेसल ठाउँ रहेछ यो। भान्जाले चाहिँ इन्जोय गरे। भान्जाको म देखाइदिन्छु है। भान्जाले चाहिँ एकदम मजाले माटो लाएर हामी यहाँ चाहिँ अब यहाँ पार्कमा चाहिँ घुमिसक्यौँ। हामी चाहिँ अब अर्को ठाउँमा जाँदैछौँ। भ्यू टावर जाने प्लान छ। अब भ्यू टावर जाने भन, भ्यू टावर जाने, भ्यू टावर जाने भन, नजाने भन। सो अहिले चाहिँ हामीहरू भ्यू टावर आइसक्यो।
भान्जा चाहिँ आत्तिसके मामालाई पर्खिम भन्दा दिदीले मामा जानुहुन्छ अब पैसा कमाउन अरे छोडिदिनु मामालाई रे सो अब चाहिँ जानुपर्छ हामीहरू गर्मी पनि धेरै बढिसक्यो भोक पनि लागिसक्यो नास्ता खान जानुपर्छ सो भान्जाले पनि अघिदेखि यो मोमो खाने भनेको सो अब चाहिँ हामी मोमो खान जान्छौँ सो अहिले चाहिँ हामीहरू यहाँ मोमो खान आइसक्यौँ सो हाम्रो दिदीहरूको फेभरेट मोमो पसले यो जीवन मोमो सो हामीलाई पनि रिकमेन्ड गर्नुभयो यहीँ गएर खानु भनेर सो हामी यहीँ आएका छौँ मोमो खाएर सक्यो हामीले तर अब घर फर्किने भनेको यहाँ पानी परिरहेछ खतरा अब चाहिँ पानी बिताएपछि हामी जाने हो पानी बिताइसक्यो सो हामी निस्किसक्यो त्यहाँबाट चाहिँ अब चाहिँ हामीहरू सिधा घर जान्छ किनकि रात पनि पर्न लाग्यो त्यही भएर यो आजको दिन चाहिँ राम्रै भयो किनकि हामीहरू दिनभरि घुम्यो होइन दिनभरि घुम्दाखेरि चाहिँ पानी परेन जब हामी नास्ता खान बस्यो त्यति बेला पानी पऱ्यो अनि घर फर्किँदाखेरि ठ्याक्कै पानी पनि बितायो सो आजको दिन हाम्रो लागि शुभ रहेछ